नमस्ते। आज मेरो हातमा एक पुस्तक छ, सोच गर्न सकिएको। यसमा उहाँले सकारात्मक सोच शक्ति भनेर लेख्नु भएको छ। उहाँले लेख्नुभएको कुरा म सरल पढेर सुनाउँछु। सबै कुरा भर पर्छ मात्र सोचमा, सोच अनुभवमा, सोच दृष्टिकोणमा र सोच चिन्तनमा। कृष्णलाई हामीले कसरी हेर्ने, कर्मयोगी भनेर वा छली कपटी भनेर? रामलाई कसरी हेर्ने, मर्यादा पुरुष भगवान भनेर वा आफ्नो स्वास्थ्य रावणको चन्द्रबाट बचाउन हजारौं भाँगर सेनालाई बलि दिने स्वार्थी राजा भनेर? गौतम बुद्धलाई के भन्ने, शान्तिका प्रतीक वा आफ्नी श्रीमती र नाबालक छोरालाई त्यागेर हिँड्ने पलायनवादी भनेर? त्यस्तै द्रौपदीलाई देवी भन्ने वा 5 जना पति कि पत्नी भन्ने? अर्जुनलाई के भन्ने, धनुधारी वीर वा कर्णको पछाडि बाण हानी मार्ने कायर? हाम्रो नेपालका वीर गणेश पाललाई के भन्ने, प्रधानमन्त्रीको पद दिँदा पनि त्याग गर्ने महान त्यागी भन्ने वा देशको जिम्मेवारी वहन गर्न नसक्ने नेता भन्ने? हरेक कुरालाई सोच्ने तौर तरिकाले फरक पार्दछ। भनिन्छ मानिसको दिमाग 1 किलोग्राम भन्दा गह्रो छैन र आकार हेर्यो भने 1 मुट्ठी भन्दा ठुलो छैन। यद्यपि यो सानो दिमाग आकाशभन्दा विशाल र समुद्रभन्दा गहिरो छ। एक पलमा सारा ब्रह्माण्ड नै यो 1 किलोग्राम मस्तिष्कमा समाहित हुन सक्छ। मानिसको दिमागमा सधैँ 2 महत्त्वपूर्ण तत्त्वको चलखेल हुन्छ, एउटा सकारात्मक र अर्को नकारात्मक। सायद यही कटुतालाई ध्यानमा राखेर नै देवता र दानवहरू बीच समुद्र मन्थनको कथा रचिएको होला। धर्मको भावना राखी समुद्र मन्थन गरेको हुँदा देवताले अमृत पाए, अधर्मी सोचले मन्थन गरेको हुँदा दानवले विष प्राप्त गरेका हुन्। हाम्रो दिमागमा देवत्व र दानत्व दुवै वास छ। यदि हामी कसैलाई बिगारौँ भन्ने दृष्टिकोणले मस्तिष्कलाई खेलाउँछौँ, प्रयोग र मन्थन गर्छु भने त्यो दिमागले विष वमन गर्दछ। तर कसैलाई मद्दत गरौँ, सपारौँ भने सकारात्मक दृष्टिकोणले हाम्रो मस्तिष्कलाई चिन्तन सृजन गर्ने दिशातिर सञ्चालन र प्रयोग गर्यो भने अवश्य पनि हाम्रो दिमागबाट अमृत निश्चित हुन सक्छ। साँच्चै हाम्रो दिमाग एउटा अचम्मको जैविक मेसिन हो। यसभित्र सारा समस्याका समाधान घटाएका हुन्छन्। यसैले चाहेमा जो कसैलाई बिगार्न पनि सक्छ र सवार्न पनि सक्छ। भनिन्छ समाजमा 5 वा 6% सकारात्मक सोचका मानिस हुन्छन् र 15-16% नकारात्मक सोचका हुन्छन् अनि 69-देखि 80% त पखाउमा जाने या अरू कसैको लैलैमा लाग्ने साधारण मानिस हुन्छन्। यदि यो आकलन साँचो हो भने हामीले गम्भीर भएर सोच्नै पर्छ। राष्ट्रको यति ठुलो हिस्सा करिब 80% मानवीय शक्तिलाई 15% निराशावादी व्यक्तिहरूले प्रभावित गर्नुभन्दा पहिले 5% आशावादीहरूले आम जनताको सोचमा सकारात्मक परिवर्तन गराउने काम थाल्नुपर्छ। यसले समाजलाई हाम्रो बाटोमा डोर्याउन मद्दत पुर्याउँछ। मानिसलाई मनको बाघले भन्दा मनको बाघले खान्छ भने चाहिँ हिंसा बोधले ग्रस्त भई न कुनै व्यक्ति बाँच्न सक्छ, न समुदाय, न समाज, न त राष्ट्रले। यस्तो विषम परिस्थितिमा मलाई लाग्छ जो कोहीले पनि अत्यन्त चिन्तनशील भएर यो बदलावको अवस्थाबाट निस्किने उपाय सोच्नुपर्छ। हामी यही नेपालमा जन्मियौँ, यही हुर्क्यौँ र यही देशमा नै बच्चा छ। यस्तो भावना हो कि हिँड्ने देश प्रेमीहरूका लागि निराशा भएर बाँच्नु वास्तवमा असहाय नै हुन्छ। यथार्थमा मनलाई मारेर बाँच्नु पनि हुँदैन। यदि यो देश साँच्चै नर्क नै भइसकेको छ भने पनि नर्कभित्र स्वर्ग खोज्नु हाम्रो कर्तव्य हो। स्वर्ग र नर्क हामी आफैले बनाउने हो। मूर्खले स्वर्गलाई नर्क बनाउँछ र बुद्धिमानले नर्कलाई स्वर्ग। हरेक मानिसको शब्दकोशमा स्वर्ग
या नर्कको परिभाषा फरक फरक हुन्छ, किनभने मानिस स्वभावैले स्वार्थी हुन्छ र हरेक कुरालाई आफ्नै सोच र दृष्टिकोणले मात्र हेर्ने गर्दछ। विकसित मुलुकहरूको परिकल्पना गरेर अविकसित मुलुकहरूले सपना देख्न सक्दैन। निराशावादको मुहान यहीँबाट सुरु हुन्छ। सिमसार क्षेत्रमा हिमाली भेगमा उपलब्ध हुने जैविक विविधताको आश गर्न सकिन्न। उष्ण प्रदेशीय ट्रपिकल जङ्गलमा अनेक प्रजातिका बोट बिरुवा, चराचुरुङ्गी र जङ्गली जनावर हुन्छन् भन्दैमा सहारा जस्तो जीवन शून्य मरुभूमिमा पनि त्यही आशा राख्नु हुँदैन। तर जहाँ जस्तो सुकै वासस्थान भए पनि त्यहाँको हावापानी, वातावरण, परिस्थिति प्रणालीको सदुपयोग गर्न र सो स्थानको तुलनात्मक लाभ लिन सक्यो भने जुनसुकै ठाउँमा पनि अनुकूल वातावरण सिर्जना गर्न सकिन्छ। यो प्राकृतिक नियम हो। आज हामी नेपाल खत्तम भयो भन्छौँ, के साँच्चै हाम्रो देश र हामी खत्तम भयौँ त? यदि खत्तम भएका हौँ भने किन र कसरी खत्तम भयौँ? कसले खत्तम गर्यो? यी कुरालाई हामीले गहिरेर सोच्नुपर्छ, बुझ्नु पर्यो, बुझेर मनन गर्नु पर्यो। कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि पछि दौडाउनु भएन, पहिला आफ्नो कान छाम्नु पर्यो। नेपाल अहिले अवश्य पनि अप्ठ्यारो एवं अन्धकारमय अवस्थामा गुज्रिरहेको छ। यस बेला हामीले पिलपिले मैनबत्ती बालेर भए पनि निस्सासिने सुरुङमा विकासका उज्यालाहरू, किरणहरू खोज्नुपर्छ। एउटा मैनबत्तीले नपुगे अर्को, त्यसले नपुगे फेरि अर्को, यसरी नै आशाका हजारौँ मैनबत्ती बालेर सूर्योदय नभएसम्म यो अँध्यारोमा हामी उज्यालो खोजिरहनुपर्छ। जस्तो सुकै अँध्यारो भए पनि उज्यालो भविष्यको खोजी, सार्थक जीवन र जीवान्तको क्रम हामीले हाम्रै देशमा खोज्नुपर्छ र भेट्टाउनै पर्छ। हामीसित अर्को विकल्प छैन। तर सुख र समृद्धि खोज्छु भन्दैमा आकाशबाट तारा झारेर कान्छीको चुल्ठोमा सजाउने खालका सपनाको कुरा गर्नु भएन। यस्ता रोमाञ्चकारी परिकल्पनाको कुरा कवि कलाकारहरूलाई छाडिदिउँ। वास्तवमै कर्म गर्ने हो भने यथार्थमा र व्यवहारमा धरातलमा उभिएर क्षमता अनुसार प्राथमिकताका क्रममा काम गर्न सक्यौँ भने हामी धेरै विवश हुनुपर्ने बाध्यता रहँदैन। समस्याहरू मात्र नकोट्याई एकचोटि समाधानको उपाय पनि खोजौँ। हरेक समस्याको समाधान पाइन्छ। मलाई लाग्छ आँखा चिम्लेर एकचित्त भएर चुनौतीको सामना गर्ने हो भने कुनै पनि समस्याको समाधान भेट्टाउन सकिन्छ। आफूसँग भएको सोच, साधन र जनशक्ति परिचालन गरेर पनि देशका ठुल्ठुला कामहरू गर्न सकिन्छ। किनभने समस्याका समाधान आकाशमा होइन, हाम्रै धरतीमा, हाम्रै नाकमुनि छन्। विकासका अवधारणालाई पहिचान गरेर दृढताका साथ काम गर्ने हो भने काम थालनी गर्ने हो भने देशका प्रचलित कानुन प्रावधान अन्तर्गत रहेर पनि सीमित आर्थिक स्रोतबाटै प्रशस्त सृजनाशील काम गर्न सकिन्छ। कुनै पनि कामको थालनी बृहत रूपमै गरिनुपर्छ भन्ने म ठान्दिनँ। म सानो छँदा मेरो बुवा भन्नुहुन्थ्यो, मध्यरात भयो भन्दैमा नडराउनु, भोलि फेरि सूर्योदय हुन्छ। पानी पर्यो भनेर मन चिसो नपार्नु, पानी परेपछि मात्रै माटो मलिलो हुन्छ र बोट बिरुवा हरियो हुन्छ। सकारात्मक सोचमा शक्तिहरू लुकिराखेका हुन्छन्, तसर्थ सोच र दृष्टिकोण अनुरूप हुन्छ हरेक कुराको निष्कर्ष परिणाम। सफलता र असफलतामा सोचको ठूलो भूमिका छ। सबै कुरा भर पर्छ मात्र सोचमा, सोच अनुभवमा, सोच हेराइमा, सोच चिन्तनमा। कृष्णलाई हामीले कसरी हेर्ने? कर्मयोगी भनेर वा छली कपटी भनेर? गौतम बुद्धलाई के भनेर? शान्तिदूत आफ्नी श्रीमती नाबालक छोरा त्यागेर हिँड्ने पलायनवादी भनेर? यस्तै द्रौपदीलाई देवी भन्ने वा 5 जना पतिको पत्नी भन्ने? अर्जुनलाई के भन्ने? धनुर्धारी वीर वा कर्णको पछाडि बाण हानी मार्ने कायर भनेर? हाम्रै नेपालका वीर गणेशमानलाई के भन्ने? प्रधानमन्त्री पद दिँदा पनि त्याग गर्ने महान त्यागी वा देशको जिम्मेवारी वहन गर्न नसक्ने नेता? हरेक कुरालाई सोच्ने तौर तरिका फरक हुन्छ। सोचले मात्र होइन, हेर्ने तरिकाले पनि फरक